हेलो नमस्ते। हामी सबै आज जानलाई तयारी भइसक्यौँ। हाम्रो देउसी भैले कुकुर बाँकी चाहिँ अब भेडी हेरेर होला। भेडी हेरिसकेपछि लाइक कमेन्ट च्यानल पनि सब्सक्राइब गर्नु होला है त। त्यहाँनिर दाउरा साउरा खेलेर सब रेडी बनाएको यार हामीले यार कसो यार बाख्रो नि लैजाऊ गाडी यहाँ बाख्रो कतिमा मस्त समाचार बाख्रो गइहाल्यो। कोही खिचौँला त ल हाम्रो देउसी भैलेको पिकनिक टुर
कहाँबाट बस्ने ठाउँ कहाँ हो? हाम्रो तिहार हैन? देउसी भैलो कार्यक्रम बसेको राम्रो छ नि खसी? खसी हो नि हैन? बसे राधा सर मरिजाँदो भयो यार आवाजले मर्दो भयो यो पहिला आएको ठाउँ नि हो अघिल्ला साल आएको ठाउँमा जानु खोज्यो तिमीहरूले यस्तो खतरनाक बाटो आयो के फर्स्ट टाइम त्यो पनि नदीमा अब कसरी जाने यहाँ मलाई चाहिँ डर लाग्छ है यसरी जान सक्दिनँ म एक्सपिरियन्स पनि छैन
नवीनले फोन गरेन अरे यहाँनिर पनि ठिक छ क्या यो चौड यहाँनिर बिचको त्यो पनि हाम्रै हो यस्तो अफ रोड जङ्गल के अरे नदीको बाटो यार नदीको बाटो आएँ अगाडि सामने तिमी फुस्के लान्छु आएपछि अगाडि नला अठाएको अगाडि नआउ न भुइँमा राख क्या तल उद्धो गर उद्धो खाने घाँस देऊ न खाने घाँस खाने घाँस देऊ क्या यो खाँदै सुन्छ भाइ खुट्टा छोडेको छिन् होइन उसले खाने घाँस यो खाँदैन त तर फुल दिउँ के ल पर्स्यो न महाराजापुर जान्दियो मान्दियो भल्का देवी देवताहरू त्यसले मर्दैन भने अगाडि थाहा पाइसकेको थियो टमाटर काटेर छ है केटा आउनु त लसुन अनि हामीले आछिकै आधा गरेर नि दोकानमा के हो म एकछिन गएर यार के भयो ए फेरि जल्ने भयो यार यहाँ ल्याऊ के छिटो थोरै हाल न ल नरेन्द्र सर पनि मजा गर्नुहुन्छ यार हाल्यो हाल्दियो मासु हालिदिन्छ मासु हालिदियो त्यसरी हाल्नु न त्यसपछि पहिला यसमा मसला हाल्नु त्यसपछि के मसला हुन्छ फेरि यो त भयङ्कर पकाउनु पर्ने हो आएको छ हो अब कुकिङ पनि सुरु भयो कटिङ भ्याइएर देउसी भैलो सकिएपछि टिकाको दोस्रो दिन आज हामी लगभग 10-15 जनाको 15-16 जनाको ग्रुप छौँ। यहाँ मटन पाक्दैछ अनि यो चाहिँ के हो है भाइ सेकुवा सब चिनमा छन् केटाहरू
अब चाहिँ हाम्रो पहिलो खानपिन सुरु भुँडी खुन भुँडी ल अब चाहिँ हाम्रो खानपिन सुरु भयो। अब करिब 1-1.5 घन्टापछि हामी नयाँ अवतारमा आउनेछौँ तपाईँहरूलाई इन्टरटेनमेन्ट गर्न।